हिजो हामीले शिवमको कुरा गरेको थियौं त्यसको एन्ट्री स्ट्र्याटेजीको बारेमा युजिङ द फिबोनाची रिट्रेसमेन्ट टुल. सो टुडे we're going to talk about सहस. सहसमा हामीले अर्को एउटा टुलको डिस्कस गर्छौं which is the trend based fib extension tool. तपाईले देख्नुहुन्छ यो fib रिट्र्याक्सनकै तल राखेको छ है, रिट्रेसमेन्टकै तल हुन्छ. ओके, सो एकचोटी हामी फेरि हिजोको रिपिट गरौँ है. What if we use the fib retracement tool in सहस हैन? सपोज हामीले यसमा युज गर्दाखेरि कस्तो देखिन्थ्यो त भनेर एकचोटी फेरि रिभ्यू गरौँ. अब मैले के भनेको थिएँ भन्दाखेरि यो फिबोनाची टुल्सहरु जहिले पनि कि अप ट्रेन्ड कि डाउन ट्रेन्डमा युज हुन्छ है. सो अप ट्रेन्ड आइडेन्टिफाई गर्नको लागि हामीले यो लो आइडेन्टिफाई गर्नु पर्यो. लो, हायर लो, यसपछिको हायर लो यो हो र त्यसपछिको हायर लो एकैचोटी यहाँ छ है. यसरी गइरहेको. सो यो आइडेन्टिफाई गर्नु पर्यो हामीले पोइन्टर लगाउनको लागि. अब हामीले यो लेटेस्टलाई लगाएर हेरौँ. सबभन्दा लोमा लगाइन्छ फिबोनाची रिट्रेसमेन्ट हैन. त्यसपछि अप्पर माथि गएको क्रममा यहाँ माथिको पोइन्टमा छुनुपर्छ र यसलाई तान्ने. यहाँ पोइन्ट लगाउने. सो यो अप्पर यहाँ 0 यहाँ पार्ने र 100% यहाँ हुन्छ हैन, लोवर र अप्परमा. अब यहाँ हामीले के देख्छौं भने हामीले हिजो कुरा गरे अनुसार यो जुन गोल्डन जोन छ मोस्टली 50 र 60 को बीचमा पर्छ हैन, 50% र 60% को. त्यहाँ यसले कसरी परफर्म गरेको छ हेर्ने हो बिफोर एन्ट्री हैन. यसलाई चाहिँ रिट्रेसमेन्ट भनिन्छ. जुन यहाँ माथि गएर यो 700 मा गएर सहस जुन तल आयो यसलाई रिट्रेसमेन्ट भनिन्छ. हामीले यसलाई चाहिँ एन्ट्रीको लागि खोज्छौं है. यो जुन फिब रिट्रेसमेन्ट टुल छ एन्ट्रीको लागि मोस्टली युज हुन्छ. अब हामीले यहाँ के देख्छौं भने 50 भन्दा तल आएपछि यहाँ यो 61% सम्म आउँदाखेरि यो ग्रीन हुन थाल्यो है. 50 को रेन्जमा यसले रातै बनाइरहेको थियो भनेको स्ट्रेन्थ थिएन. तर 50 टु 61 को जोनमा आएपछि यसले स्ट्रेन्थ देखाउन थाल्यो. यहाँ ग्रीन क्यान्डल बन्यो, माथि गएर रेड, फेरि ग्रीन, फेरि डोजी क्यान्डल भनेर यसले एउटा सानो सपोर्ट पनि बनायो यहाँ हैन. र त्यसपछि माथि गएर बस्यो. यो ग्रीन क्यान्डलको दिन एन्ट्री हुन्थ्यो हाम्रो, बिकज यसले हामीलाई एउटा स्ट्रेन्थ देखायो हैन, माथि जाने कन्फर्मेसन दियो. सो यसले हामीलाई एन्ट्री दिन्थ्यो र एन्ट्री दिएपछि एउटा र्याली पनि दियो हैन, अपवर्ड मुभमेन्ट दियो. यो त हामीले एन्ट्रीको कुरा गर्यौं जुन हामीले शिवममा पनि यही डिस्कस गरेको थियौं. तर आज मैले यसमा अर्को एउटा टुल एड गर्न चाहे. त्यसलाई भन्छ ट्रेन्ड बेस्ड फिब एक्सटेन्सन है. ट्रेन्ड बेस्ड फिब एक्सटेन्सनले चाहिँ एक्जिट देखाउँछ. सो अहिले हामीले जुन टुल लगायौं त्यसले हामीलाई एन्ट्री देखायो भने अब हामी एक्जिट कहाँ गर्ने त भनेर हेर्नको लागि चाहिँ यो टुल लगाउन सकिन्छ. अब यसलाई कस्तो ठाउँमा लगाइन्छ भने हामीले शिवमको हामीलाई थाहा छ धेरै भइसक्यो हैन. 2025 मा यो माथि बढ्न थालेको. इट्स इन अ लाइक पर्पेचुअल अप ट्रेन्डमै छ अहिलेसम्म. तर के यसको अप ट्रेन्ड एक्जस्ट भयो त के हामीले यसमा अब एक्जिट लिने हो त भनेर देखाउनलाई चाहिँ यो टुल हेल्प गर्छ. त्यसलाई कसरी युज गरिन्छ भने सो हामीले यसको रिसेन्ट स्विङ हेर्नुपर्छ है यसको लागि. सो रिसेन्ट स्विङ हेर्नको लागि तपाईले यो देख्नुहुन्छ दिस इज द हायर लो, यो भन्दा माथिको, त्यसपछिको हायर लो उ यहाँ छ है. सो यो दुईटा पोइन्टलाई हामीले कनेक्ट गर्नु पर्यो. फर्स्ट पोइन्ट यहाँ लगाउने, सेकेन्ड पोइन्ट यसको हाईएस्टमा लगेर लगाउने र थर्ड पोइन्ट यो ठाउँमा लगाउने. र यसलाई अलिकति त मुभ गर्यो भने हामी नम्बर्स हेर्न सजिलो हुन्छ है. ओके, सो 1.1 यहाँ यो स्विङलाई हामीले हेरेको हो है. 0.1 यहाँ, 0.2 यता माथि टपमा र थर्ड पोइन्ट यसको लोएस्टमा है, यो हायर लोमा. यति लगाएपछि हामीले यो स्विङलाई क्याप्चर गर्यौं र त्यसपछिको स्विङमा स्ट्रेन्थ छ कि छैन, हामीले त्यसमा एन्ट्री गर्ने हो कि हामीले कम्प्लिट एक्जिट गर्ने हो भनेर यसले देखाउँछ. अब यहाँ हेर्दाखेरि तपाईले के देख्नुहुन्छ भने फेरि माथि गयो हैन. यो हरेक लाइनहरु चाहिँ रेजिस्टेन्सहरु हो यो स्क्रिप्टको लागि. फिबले सबै लाइनहरुलाई रेजिस्टेन्स र सपोर्ट बनाएको हुन्छ है. अब माथि गयो. हामीले अब के हेर्ने भनेको त्यही गोल्डन जोनमै हेर्ने हो, 50 टु 61 मेनली हैन. अब 30 सम्म 38.2% सम्म त यसले स्ट्रेन्थै देखाइरहेको थियो है. अब यसपछि हेर्नुहुन्छ 50 भन्दा माथि गएर 61.8 मा छुने बित्तिकै यसले रेजिस्टेन्स मान्यो यसलाई. त्यो भन्दा तल यो तीनटा राम्रो क्यान्डल बनेको थियो. यहाँ ठोकेर तल आयो. फेरि यो 38 टु 50 मा यसले फेरि ग्रीन देखाउन खोज्यो. तर अगेन 50 भन्दा माथि जाने बित्तिकै यहाँ हेर्नुस् त सेलिङ आयो है, स्ट्रेन्थ फेरि गयो. त्यसपछि 50 र 60 को बीचमा ठुलो रातो क्यान्डल बनाएर लास्टमा एन्ड भयो. अब यसले के देखाइरहेको छ भन्दाखेरि यो जोनमा आएर यसले रेजिस्टेन्स बनायो र अब चाहिँ यसको मोमेन्टम स्लो भएको जस्तो छ भनेर देखाएको छ है. अब यो एरियामा हामीले किन यो युज हुन्छ भन्दाखेरि एउटा त हामीले यहाँ एन्ट्रीको सोच्न मिलेन. एन्ट्री सोच्ने भए हामी यहाँ तल सोच्थ्यौं हैन. यहाँ माथि यसले रेजिस्टेन्स बनायो गोल्डन जोनलाई भनेर थाहा भयो र यस्तो अप ट्रेन्डमा जनरली हामी के गरेको हुन्छ, हामीसँग किताहरु राखेको हुन्छ हामीले हैन. तलैबाट हरेक
यो जुन रिट्रेसमेन्टमा हामीले कि त थप्दै पनि गएको हुन्छौँ कति ठाउँमा। अब यसले हामीलाई के भन्छ भने एक्जिटको बेला भयो है भन्छ। अभियसली एउटा टुल युज गरेर सबै एक्जिट गर्न त मिल्दैन, तर फिबोनाची यो एक्सटेन्सन टुल इज कन्सिडर्ड प्रिटी गुड होइन, यस्तो कुराहरूको लागि एक्जिट गर्नको लागि राम्रो मानिन्छ, यो राम्रो इन्डिकेटर हो भनेर मानिन्छ। सो यो एरियामा हेरेर अब अल्सो अनदर के यहाँ देखिरहेको छु मैले भने यो जुन ठुलो भल्युम बनेको छ इट अलमोस्ट सिम्स लाइक सेल अफको भल्युम है, सेल अफ आएको छ। सिमिलर सेल अफ यहाँ आएको थियो, तपाईँले देख्नुहुन्छ अन अगस्त 11 मैले यति बेला भिडियो पनि बनाएको थिएँ। यो प्याटर्न बनेपछि मैले यो नेक्स्ट डेमा मैले एक्जिट गरेको थिएँ यसको टप मोस्टमा है, यो ग्रिन क्यान्डलको टप मोस्टमा मैले एक्जिट लिएको थिएँ र मैले त्यसको भिडियो बनाएको थिएँ एक्जिट गरेपछि र नभन्दै त्यसपछि सहज तल नै झरेको थियो है। सो सिमिलर खालको यहाँ क्यान्डल बनेको छ। सो यो सबै हेर्दाखेरि हामीलाई के थाहा हुन्छ भने यो एक्जिटको टाइम हुनसक्छ भनेर थाहा हुन्छ र एटलिस्ट हामीले अलिकति कसियसली यसलाई वाच गर्छौँ। अब जस्तै अरू कुरा पनि हेर्न मिल्छ अभियसली होइन, होल्डिङ्सहरू घट्यो कि घटेन अथवा नेप्से विक छ कि स्ट्रङ छ, त्यो सबै हेरेर डिसिजन लिन मिल्छ। सो आज चाहिँ आई जस्ट वान्टेड टु टक अबाउट दिस टुल जुन चाहिँ एक्जिट क्राइटेरियालाई हेल्प गर्छ है। रिट्रेसमेन्टले एन्ट्री हेल्प गर्छ भने यो एक्सटेन्सनले एक्जिटलाई हेल्प गर्छ र यो अरू पनि स्क्रिप्ट्सहरूमा जस्तै अब एनआरएनहरू हुन्छ होइन, जुन यसरी अप ट्रेन्ड गइरहेको स्क्रिप्ट्सहरूमा अब चाहिँ एक्जस्ट भयो कि यसको अप ट्रेन्ड फर अ वाइल एटलिस्ट भनेर देखाउन चाहिँ हेल्प गर्छ। र यहाँ अरू पनि इन्डिकेटर र यो इन्डिकेटरले सँगै एक्जिट दियो भने चाहिँ इट्स सेफर टु एक्जिट हियर, अनि मेबी इट माइट अगेन गिभ यु अ चान्स टु एन्टर इन अ स्विङ होइन। तर अहिलेको लागि चाहिँ जस्ट यो ठाउँमा आएर अर्केको देख्दाखेरि चाहिँ एक्जिट सेफर हुन्छ भन्ने देखाउँछ सहजमा है। दिस इज वाट आई वान्टेड टु टक अबाउट टुडे। अब अरू स्क्रिप्ट्सहरूको नेक्स्ट टाइम कुरा गरौँला। थ्याङ्क यू।